हाम्रो यो कन्स्ट्रक्सन लाइनमा चाहिँ कोलम बीम स्ल्याब तपाईको कास्टिङ पछाडि चाहिँ सर्टिङ राख्ने समयावधि सकेर चाहिँ जब डिसेटिङ गरिन्छ नि अनि तपाईको चाहिँ कोलम बीम स्ल्याब चिल्लो सफा देखेर मान्छेले आहा कति राम्रो काम गरेको कति चिल्लो कति सफा भन्नुहुन्छ हैन। अब त्यो चिल्लो सफा हुनु त राम्रै कुरा हो, तर वास्तवमा बुझ्नुपर्ने कुरा के हो भने त्यो कोलम बीम स्ल्याबमा चाहिँ कास्ट गर्नुभन्दा अगाडि चाहिँ डन्डी चाहिँ कुन हिसाबले बान्यो, त्यसमा इन्जिनियरिङ मेथड इन्जिनियरिङ नर्म्स प्रयोग गरेको छ कि छैन भनेर चाहिँ बुझ्नु अति जरुरी छ हैन। तपाईको चाहिँ टेन्सन जोन, कम्प्रेसन जोन हैन, ल्यापिङ जोन, ल्यापिङ लेन्थ, तपाईको एलडी हैन, कभर रेसियो, भाइब्रेटिङ के कस्तो भएको छ, कतिको ज्ञान छ त्यो सम्बन्धी त्यसले धेरै फरक पार्छ। तपाईको अब कंक्रिट मात्रै चिल्लो निकाल्ने हो भने त नयाँ प्लाईको सर्टिङ गर्दै त भइगयो हैन। अनि तपाईको चाहिँ प्राविधिकहरूले अथवा प्राविधिक ज्ञान भएको मान्छेहरूले काम गरेको ठाउँमा चाहिँ त्यति साह्रो ब्लन्डर मिस्टेक देखिएको छैन हैन, शान्तिनो भए तापनि। तर हामीले बुझ्नुपर्ने कुरा के हो भने यसले चाहिँ पुरानो शैलीमा काम गर्छ, यसले चाहिँ तपाईको चाहिँ इक्विपमेन्ट बिना यसरी काम गर्यो अथवा यो दुर्गम क्षेत्रमा छ अथवा अलिकति अप्ठ्यारो ठाउँमा छ भनेर चाहिँ भूकम्पले भोलि छोड्ने कुरो त हुँदैन हैन। त्यही भएर तपाईले कुनै पनि ठाउँमा काम गर्दाखेरि चाहिँ यो इन्जिनियरिङ मेथड चाहिँ युज गर्दाखेरि चाहिँ त्यही निर्माण सामग्रीले चाहिँ एकदम राम्रो र बलियो बन्छ कि कसो साथी हो।